ल हेर्नु यहाँनिर चाहिँ पहिरो झरेको छ फेरि माथिबाट ल्यान्डस्लाइड यस्तो नि अनि बाटोको हालत यस्तो माथिदेखि फरक हेर्नु कस्तो छ बाटो पनि अगाडि हेर्नु सक्नुहुन्छ यताबाट बाइक आउँदैछ तर लगाएर चिलो पनि पर्ने हुन्छ किनभने माथिबाट पहिरो झरेको छ बाटो हिँड्दैछ त्यो भएर हामी सर अगाडि बढ्दैछौँ ल हेर्नुहोस् बाटो उत्रिम यो रोक्नु म पारेर भिडियो गराउँछु बाटोको हालत हेर्न सक्नुहुन्छ तपाईँहरूले म उता गएर देखाउँछु ल पक्कै सेट लुटिन्छ के भने जस्तो छ यार बाटो पनि यस्तो चिप्लो अनि छ्या यस्तो नि हुन्छ र कहीँ अलिकति यसमा चाहिँ सरकारले अलि टाइममा अलि छिटै ध्यान दिनु पर्यो ल हेर्नुहोस् बाइक कस्तो अप्ठ्यारो भइरहेको छ यस्तो नि यार ठ्याक ल हेर्नुहोस् कुन हालतमा हिँड्नु परेछ भने गाउँघरको मान्छेलाई थाहा हुन्छ गाउँघरको बाटो यस्तो छ गाइस चोर नेताहरूको घरहरू त जले अब यो बाटो बनाउने यिनी ठेकदारको पनि जल्न पर्छ र यिनीहरूको पनि टाउकोमा बम पड्काउनु पर्छ गाइजहरू ल हेर्नुहोस् त पैसा खाए लुटे भाटे बाटो भने हालत यस्तो छ जनताले पाउने यस्तो लास्टमा गएर ठ्याक त्यसका